विकासको केन्द्रबिन्दु मान्छे हो। मान्छे छ भने विकासको परिकल्पना गर्न सकिन्छ। तर मान्छेलाई विस्थापित गरेर, मान्छेलाई मारेर, कुल्चेर, काटेर, होइन तपाईँको चाहिँ फसाएर कुनै तपाईँको चाहिँ अर्को कुरा प्राप्त गर्न चाहँदैन श्रम संस्कृति। श्रम संस्कृतिले तपाईँलाई माया गर्न सिकाउँछ। श्रम संस्कृतिले तपाईँले देशलाई माया गर्नुपर्छ भन्छ। श्रम संस्कृतिले देशले तपाईँलाई माया गर्नुपर्छ, सरकारले तपाईँलाई माया गर्नुपर्छ भन्छ। काम कुनै सानो हुँदैन है, काम कुनै पनि सानो हुँदैन है। सरसफाई कर्मीले गर्ने काम पनि प्रधानमन्त्रीले गर्ने काम जतिकै महत्त्वपूर्ण हो भन्छ श्रम संस्कृतिले। यो देशमा श्रम र श्रमिकलाई हेर्ने दृष्टिकोण अत्यन्तै अपमानजनक छ। त्यसो भएको कारणले गर्दाखेरि काम गर्ने मान्छे सानो, काम गर्ने मान्छे महिला, फोहोर, त्यस्तो भएको कारणले गर्दाखेरि कामलाई हेर्ने दृष्टिकोण, श्रम नै हो त्यो शक्ति जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ। हामीसँग हिमाल छ, पहाड छ, खनिज छ भनेर के गर्नु? काम गरिने हात बाँधेर बस्यो भने हिमालले के गर्छ र? होइन, खनिजले के गर्छ र? त्यो सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि चाहिने एउटा मानव शक्ति, एउटा मानव प्रयासलाई श्रम भन्छ। त्यही श्रमलाई नै हामीले हेला गरेको कारणले यो देश कहिल्यै पनि उत्पादन र निर्माणमा अघि बढ्न सकेन। कहिले पनि तपाईँको अर्थतन्त्र यो देशको दह्रो भएन। यो देशमा हामीले गफ गर्ने मान्छेलाई ठुलो मान्छे सम्झ्यौं। 3 घण्टा कति राम्रो गफ गरेको उ त ठुलो नेता रहेछ भन्यौं है। तर त्यो नेताले देश बेचिरहेको देखेन, उसैलाई नमस्ते गरिरह्यौं है। त्यो देश त्यही नेताले तपाईँको चाहिँ हामीलाई सुरक्षा दिन नसकेर हामी सडकमा घिसारिँदै मारिनु परेको हाम्रो गिदी तपाईँको चाहिँ साथीले उठाइहिँडेको दिन हामीले देख्नु पर्यो है। गफै मात्रै गरेर बस्ने, गफै मात्रै गरेर बस्ने, गफ पनि देशको गरे त हुन्थ्यो त विदेशको गर्ने है। यो देशका पार्टीहरू सबै तपाईँको विदेशको सिद्धान्त बोकेको। 200 वर्ष पहिला जर्मनीमा मार्क्सले के लेख्यो अरे? काठमाडौँको माटोको सुगन्ध कस्तो छ भन्ने जर्मनीको मार्क्सलाई थाहा थियो है। चीनमा माओले के क्रान्ति गर्यो अरे है? चीन र नेपाल मिल्छ? नहुने कुरा गरेर हामी बिग्र्यौं। त्यसले गर्दाखेरि विचार पनि हाम्रो विदेशी नै आयो, सोच विचार पनि विदेशी नै आयो। हामी इसारा पनि विदेशीकै इसारामा सरकार चलाउने खालको देशमा बसिरहेका छौं। अब त्यो देशलाई परिवर्तन गर्ने संस्कृति हो श्रम संस्कृति।